केटा हो तातिनेवाला छ है अब त यतिखेर हामी देख्न सक्नुहुन्छ टिम सन्तलाल भर्सेस टिम आमोस को बीचमा महाभिडन्त हुँदैछ है अहिलेसम्म कुनै टिमले गोल गर्न सकेको छैन यतिखेर टिम आमोसको किपरमा मिस्टर विनोद पाखरिन रहेको छ भने डिफेन्डरमा आमोस तामाङ खाली खुट्टामा हान्दैछ टिम क्याप्टेन ओ माय गॉड लौका भ्लग एआई हिरोको उत्कृष्ट गोलसँगै टिम आमोसले एक गोल गर्न सफल भएको छ भने यतिखेर ओहो बुद्धिसिंह तामाङको उत्कृष्ट सट इसाक तामाङले बचाउन सकेन आमोस तामाङको टिमले 2 गोलको अन्तरले लिड गरिरहेको छ भने सन्दलाल तामाङ उत्कृष्ट पास सन्दलाल तामाङको उत्कृष्ट गोल लिड 1 मा झरेको छ है सबै रियल म्याड्रिडको फ्यान रहेछ त्यही भएर यस्तो पास खेलाको एम्बापे त कहाँ छैन एम्बापे छैन यता टिम सन्दलाल खुट्टामा बल आमोस तामाङ सुरेश तामाङको पास थियो आमोस तामाङ माथि शट थियो टिम सन्दलालबाट किपरको उत्कृष्ट बचाउ ओ माय गॉड शट थियो क्रसबारमा लाग्दै बाहिरिएको छ भने विनोद तामाङको उत्कृष्ट पासिङ थियो सुरेश तामाङको शट थियो बाहिर हान्न पुग्यो त्यतिखेर विनोद तामाङको उत्कृष्ट बचाउ सन्तलाल तामाङ टिम क्याप्टेन सन्तलाल तामाङको पास बाहिरिएको छ यतिखेर आमोस तामाङको टिमले 1 गोलले लिड गरिरहेको छ आमोस तामाङको शट थियो इसाक तामाङको उत्कृष्ट बचाउ इसाक तामाङको पास थियो बाहिरिएको छ यतिखेर आमोस तामाङको खुट्टामा बल आमोस तामाङको पास सुरेश तामाङको लङ पास ओ किपरको उत्कृष्ट बचाउ यतिखेर टिम सन्तलाल खुट्टामा बल ओ उत्कृष्ट शट थियो विनोद तामाङको उत्कृष्ट सन्दलाल तामाङको पास विनोद तामाङको उत्कृष्ट बचाउ सुरेश यतिखेर ओहो सुरेश तामाङको उत्कृष्ट छकाई शट पनि हुन सक्छ तर डिफेन्डरको बचाउ सुरेश तामाङको पास ओ माय गॉड बाहिरिएको छ सुरेश तामाङले सेल्फिस खेलिरहेको छ सुरेश तामाङको 0 पास आमोस तामाङ टिम क्याप्टेनको पास राम्रो पास थियो सुरेश तामाङको शट इसाक तामाङको बचाउ सुरेश तामाङको कर्नर किक थियो यतिखेर थ्रो किक सन्दलाल इसाक तामाङको शट क्रस बार भन्दा 5 मिटर पर आमोस तामाङको पास
टिम क्याप्टेन आमोस तामाङ लड्न पुगेको छ। यतिखेर पाखरिनहरूको कम्बिनेसन हामी देख्न सक्छौँ। ओहो यतिखेर सन्दलाल ओ आमोस आमोस सुरेश सुरेश आमोस टिम सन्दलाल आमोस तामाङको आमोस तामाङको सट थियो। किपरको उत्कृष्ट बचाउ इसाक तामाङको मिस्टेक यहाँ। बुद्धिसिंहको उत्कृष्ट पास सुशील तामाङको मिस्टेक हेभी मिस्टेक है मिस्टेक मात्र होइन। इसाक तामाङको उत्कृष्ट पास सन्दलाल तामाङमाथि सन्दलाल तामाङको पास थियो सट थियो विनोद तामाङको उत्कृष्ट बचाउ। यतिखेर हामी प्रत्यक्ष देख्न सक्नुहुन्छ बुद्धिसिंह तामाङ खुट्टामा बल सुशील तामाङको पास बुद्धिसिंह तामाङको मिस पास थियो। यतिखेर हामी मनोकामना फुटसलतिर यतापट्टिको भाग पुरै खाली स्टाफ लिएर यता प्र्याक्टिस गर्दैछ मिस्टर अमिश लामा। खाली पोस्ट पनि मिस हान्न पुगेको छ इसाक तामाङ यतिखेर इसाक बोल दाजु इसाक तामाङको पास सुरेश तामाङको उत्कृष्ट फिनिसिङ सँगै टिम आमोसको 2 को लिड रहेको छ भने सन्दलाल तामाङ 2 गोलले पछि सन्दलाल तामाङको नटब्याक थियो। ओहो माई गॉड उत्कृष्ट सर्ट थियो। आमोस तामाङ टिम क्याप्टेन आमोस तामाङ खाली खुट्टामा छ। आमोस तामाङको पास विनोद तामाङको पास सुशील तामाङ मैला तामाङ सुरेश तामाङले बल बजाउन सकेन। बुद्धिसिंह तामाङ सुरेश सुशील तामाङको उत्कृष्ट पास सन्दलाल तामाङको क्लियरेन्स बुद्धिसिंह आमोस तामाङ यतिखेर हामी यता देख्न सक्नुहुन्छ एक्स्ट्रा प्लेयर यहाँ वार्मअप चल्दैछ। आउट गयो रे त्यस्तो त नहुनु पर्ने सूर्यहरूले आउट त क्या खासमा। सन्दलाल तामाङको पास सन्दलाल तामाङको सर्ट थियो सुरेश तामाङ उत्कृष्ट बचाउ। यतिखेर कर्नर किकमा सन्दलाल तामाङ सुरेश तामाङ बुद्धिसिंह तामाङ टिम आमोसमा टिम क्याप्टेन आमोस तामाङ सुरेश तामाङ सुशील तामाङ बुद्धिसिंह तामाङ विनोद तामाङ रहेको छ भने टिम सन्दमा को टिम सन्दमा सन्दलाल तामाङ इसाक तामाङ अरू 3 जना नयाँ प्लेयरहरू रहेको छ विदेशबाट अर्डर गरेको सायद सिङ्गापुरबाट अर्डर गरेको हुनसक्छ। सन्दलाल तामाङ खुट्टामा बल सन्दलाल तामाङ पास थियो विदेशी प्लेयर माथि सुरेश तामाङको ओहो यस्तो मिस्टेक गर्नु भएन नि सालो। टिम सन्दलाल 2 गोलले पछि परेको छ। यतिखेर मैला तामाङको यता हाम्रो सब्स्टिट्युट प्लेयरहरू यहाँ वार्मअप गर्दैछ। सन्दलाल आमोस तामाङको बडी बुद्धिसिंह तामाङ के गरेको यस्तो किपर बोलाइदियो सालो। यतिखेर म यहाँ क्यामेराम्यान मिस्टर अमित तामाङ खुट्टा
आजसम्म ठिक भएको छैन खुट्टा ठिक भयो भए म पनि यहाँ खेल्दा हुन्थ्यो होला ओ माई गॉड कृष्ण पास सन्तलाल तामाङको बल क्याचिङ अलि भएन है मैला तामाङ सुरेश तामाङ आमोस तामाङ टिम क्याप्टेन पास सुरेश तामाङको पास थियो सर्ट थियो इसाक तामाङको उत्कृष्ट बचाउ हामी यतिखेर प्रत्यक्ष देख्न सक्नुहुनेछ आमोस तामाङ टिम क्याप्टेनको पास विनोद तामाङ किपर विनोद तामाङले त्यो समात्न नहुने बल समात्यो 50 थियो है आमोस पास सुरेशको पास कसलाई रहनेछ अब सुरेशको पास बुद्धिसिंह तामाङको क्रस हुन सक्थ्यो ओ माई गॉड बुद्धिसिंह तामाङले आफै सर्ट हान्न पुग्यो त्यहाँ सेल्बिसको संकेत हामी देख्न सक्छौँ कर्नर किकमा यतिखेर बुद्धिसिंह तामाङको क्रस सुरेश तामाङको ओ माई गॉड टिम सन्तोको खुट्टामा बल रहेको छ भने ओहो पासिङ राम्रो यस्तो मिठो पासिङ है ओ माई गॉड सुरेश तामाङको उत्कृष्ट बचाउ सर्ट थियो सन्तलाल तामाङको बचाउ सन्तलाल तामाङको सर्ट विनोद तामाङको सेभ देखेर बुद्धिसिंह तामाङ धेरै थाकिरहेको अवस्थामा हामी देख्न सक्छौँ यतिखेर हाफ भएको छ टिम आमोसले 3 गोलले लिड गरेको छ टिम सन्तलाल 3 गोलले पछि परेको छ है गाइसहरू तातिनु पर्यो टिम सन्तलालको गोल पोस्टमा इसाक तामाङ त्यस किपरले 3 गोलको धमाकामा छ है यतिखेर हाफ टाइम पछि अनि पूर्ण गेम सुरु भइसकेको छ सुरेश तामाङले यो के गरेको सन्तलाल तामाङको उत्कृष्ट एसिस्ट पनि हुनसक्छ है भनेको सन्तलाल तामाङको लेफ्ट फुटेड सर्ट गोलमा परिणत भएको छ यतिखेर टिम सन्तलाल लिड गराउँदैछ है 2 मा आयो है लिड 2 मा आयो सुरेश तामाङको पास बुद्धिसिंह तामाङको पास आमोस तामाङको कन्ट्रोल हुन सकेन है यस्तो मिठो पास यार मिस्टेक यतिखेर टिम आमोसले 2 गोलको अग्रता कायम राखेको छ भने सुरेश लग सन्तलाल तामाङको मिस्टेक सन्तलाल तामाङको मिठो पास थियो सुरेश सन्तलाल यतिखेर 2 गोलको अग्रता थियो आमोस तामाङको सर्ट रिफ्लेक्स हुँदै बाहिरिएको छ ओ माई गॉड सर्ट थियो ओहो सर्ट यार खाली पोस्टमा मिस्टेक हानेको छ सन्तलाल तामाङको राम्रो डिफेन्डिङ सन्तलाल तामाङ सुरेश तामाङको सर्ट थियो पोस्टमा लाग्दै सुरेश इसाक
ओ माई गॉड फेरि 3 गोलको लिडमा गएको छ भने 영원히 왜? 잠깐 정말 영원해. 오 माई गॉड सुरेश तामाङको खुट्टा मुनिबाट ओ माई गॉड बुद्धिसिंह तामाङको खतरनाक मिस है यो त खाली पोस्टमा सुरेश तामाङले गोल हान्दिएको छ यतिखेर 4 गोलको लिडमा टिम आमोस तामाङ यतिखेर सन्दलाल तामाङको टिमले 1 गोल हानेर लिडलाई घटाएको छ लिड 3 गोलको लिड अझै आमोस तामाङ छ भने ओहो सुशील लामाको उत्कृष्ट मिस सुरेश तामाङको सट भारीको पाटामा पुग्यो है टिम क्याप्टेनको बचाओ है बचाओ लोकलको क्रसिङ थियो डिफेन्डरको उत्कृष्ट बचाओ बुद्धिसिंह तामाङ सन्दलाल तामाङ आमोस सुरेश तामाङको प्लेयरहरू यहाँ आगमन भइसक्यो है ओहो आमा यता पो मजा होला जस्तो छ त प्लेयरको कपाल चाहिँ हो क्या यहाँ यता के हुँदैछ गोल हान्यो गोल हिजो युलावा फेरि 4 पुग्यो सन्दलाल तामाङको टिमले आज खान्छ यतिखेर 4 गोलको लिडमा टिम आमोस सुरेश तामाङ खुट्टामा बल सुरेश तामाङको लङ पास थियो सुशील तामाङलाई तर मिस हुन पुगेको छ सन्दलाल बुद्धिसिंहको पास सुशील तामाङको उत्कृष्ट गोल इसाक तामाङले बल देख्न छोड्यो है सुशील तामाङको उत्कृष्ट गोल टिम आमोसको तर्फबाट फेरि गोल 5 गोलको अग्रतामा छ है टिम आमोस गोलकिपर त खाएको खाइ छ है गोलकिपरले अब मजा होला जस्तो छ त आमोस बुद्धिसिंह तामाङ सुशील तामाङको उत्कृष्ट फिनिसिङ सँगै 6 गोलको लिडमा टिम आमोस तामाङ बुद्धिसिंह सुरेश तामाङको
लेफ्ट फुटेड सर्ट थियो बारीको पाटामा ओहो सुरेश तामाङ घाइते हुन पुगेको छ यहाँ यतिखेर सुरेश तामाङको खुट्टामा हामी समस्या देख्न सक्छौँ सुरेश तामाङको खुट्टामा बल सुरेश तामाङ आमस तामाङको पास मिस हुन पुगेको छ इसाक तामाङको पास सुरेश oh my god सुरेश तामाङको पास मिस इसाक लोकल लगा ब्लॉक सुरेश संदा लगा ओ आमोस यो के गर्न पुग्यो ओ माय गॉड उत्कृष्ट गोल बल देख्नै छाडे किपरले बल माथि बसिरहेछ 5 को लिडमा झरेको छ यतिखेर सुशील तामाङ यतिखेर बार्सिलोनाको प्लेयरहरू हामी देख्न सक्नुहुन्छ यामालको कि मेसीको ओ मेसी हो त्यो यामाल भुराहरू के काम है 4 को लिडमा झर्यो है सुरेश तामाङको सर्ट सम्बलाल तामाङको ब्लक उत्कृष्ट थियो बुद्धिसिंह तामाङ आमस तामाङ सुशील लामा बुद्धिसिंह आमस तामाङको पास सुरेश तामाङको सर्ट फ्रेममा लाग्दै बाहिरिएको छ भने किपर भाइ यतिखेर टिम सन्दलाल 4 गोलले पछि परेको छ भने टिम आमोस 4 गोलको अग्रतामा छ सुशील तामाङको पास बुद्धिसिंह तामाङको सर्ट बाहिरिएको छ सुरेश गेम त यता पो बल हुँदैछ क्या हो यता हाम्रो जुनियर टोलीको है सुरेशको सर्ट थियो फ्रेममा लाग्दै बाहिरिएको छ क्यामेराले भने भ्याएको छैन है यो त डिफेन्डिङको नमुना हामी यहाँ देख्न सक्छौँ ओ माई गॉड पासिङ राम्रो थियो डिफेन्डिङ पनि उत्कृष्ट नाइस आमस तामाङको मिस सँगै
टिम क्याप्टेनको 2 गोल मिस भइसक्यो अघिदेखि। टिममा झरेको छ यतिखेर टिम क्याप्टेन आमोस तामाङको मिस्टेक गर्दा गोल खान पुगेको छ यतिखेर टिम सन्दलाल 3 गोलको लिडले पछि परेको छ। यतिखेर हामी लगभग अन्तिम समयमा आइसकेका छौँ। यतिखेर 3 गोलको पछाडि 3 गोलले पछाडि परेको छ टिम सन्त बुद्धिसिंह तामाङको। सुरेश ओ नाइस डिफेन्डिङ टिम। रोनाल्डोको छोरा हो क्या ओइ ल पानी लिएर आऊ इसाक यतिखेर हामी लगभग अन्तिम चरणमा अन्तिम समयमा आइसकेको छ। टिम आमोस तामाङले 4 गोलको लिडले अग्रता बनाइरहेको छ भने टिम सन्त 4 गोलले पछि परेको छ। सुरेश तामाङ खुट्टामा बल सुरेश तामाङ के गरे त सुरेश तामाङले यो के गरे त सुरेश तामाङको सर्ट थियो इसाक तामाङको उत्कृष्ट बचाउ। सुरेश ओ माई गॉड सुरेश तामाङको सर्ट थियो केही इन्चेस मात्र बाहिरिन पुगेको छ। विनोद तामाङ आमोस तामाङ सुरेश तामाङको पास थियो सुशील तामाङ माथि सुशील तर मिस्टेक पास। यतिखेर ओ सुशील लामा बुद्धिसिंह सुरेश के गरे त सुरेशले के गरे त ओ माई गॉड विनोद सत्यलाल तामाङ ओहो बस पारमा लाग्दै पुगेको छ। बुद्धिसिंह तामाङ आमोस तामाङ पास टिम सन्त खुट्टामा बल सन्तलाल तामाङको उत्कृष्ट पास थियो सन्तलाल तामाङको उत्कृष्ट सर्ट ओ माई गॉड गोलमा परिणत भएको छ। यतिखेर विनोद तामाङले इजी गोल खान पुगेको छ भने 3 गोलमा झरेको छ है लिड चाहिँ। यतिखेर सुरेश तामाङ इसा लगभग अन्तिम समयमा आइसकेका छौँ। सन्तलाल तामाङ खुट्टामा बल सुशील सन्तलाल तामाङ ओ सन्तलाल तामाङको नटमेक सुशील तामाङ माथि ओ माई गॉड। यतिखेर उत्कृष्ट गोल हामी टिम सन्तबाट देख्न सक्छौँ। बार्सिलोनाको प्लेयर रहेको छ गोल गर्ने खेलाडी। यतिखेर सुरेश तामाङको पास सुशील तामाङ माथि तर मिस पास नपुगेको छ। यतिखेर लिड 2 मा झरेको छ है 2 मा कतै सन्तलाल तामाङको टिमले कमब्याक गर्ला नि त ओ सुशील तामाङ सुरेश के गरेको आमोस सुरेश ओ सुरेश तामाङको चोखो मिस्टेक है। यतिखेर टिम सन कतै कमब्याक गर्ला त अब खेलको लगभग 15 सेकेन्ड मात्र बाँकी रहेको छ।
15 सेकेन्डमा 2 गोल गर्ला नि त यतिखेर टिम आमोस 2 गोलको अग्रतामा छ भने टिम सन्त 2 गोलले पछि परेको छ यतिखेर लास्ट आउट ओ गेम ओभर हुन सकिरहेको छैन यतिखेर हाम्रो बाजेलाई पनि यहाँ देख्न सक्नुहुन्छ यतिखेर एक्स्ट्रा प्लेयर पनि यहाँ टाइम सकिने बित्तिकै हाम्रो एक्स्ट्रा प्लेयरको आगमन लास्ट आउट मात्र 2 गोलको अग्रतामा टिम आमोस बुद्धिसिंह तामाङको पास सुरेश तामाङ माथि सुरेश तामाङको पास थियो बधाई छ टिम आमोस तामाङलाई यतिखेर टिम आमोसले जितिसकेको छ भने सुरेश तामाङ आजको हाइएस्ट स्कोरर कति गोल गरे नि त छिरो ल है गाइस दुवै टिमलाई बधाई टिम आमोसलाई धेरै धेरै बधाई टिम क्याप्टेन आमोस तामाङ जे च्याङमा 10 लाई सब्स्क्राइब गर्नु होला हाम्रो यहाँ मेसी भाइहरू छँदैछ नि हैन नेपालको होनार प्लेयर हे गाइस अहिले हाम्रो गेम सकिसकेको छ टिम आमोसले जितेको छ भने उत्कृष्ट किपर भन्न मिल्दैन है आज इजी गोल खायो त्यस्तो इजी गोल छोड्ने रहस्य चाहिँ के हो मामाको भनेर छोड्दै हो क्या मामा रुन्छ भनेर होला है बाई बाई आजलाई फुटसल लक पनि सकियो आज एउटा हेडिङ गोल मिस भयो नि त म पानी खाइरहेको थिएँ यार मिस्टेक भयो ल बधाई छ उठाइदिएला है हेरी ल बाई बाई गाइस आजको फुटसल ब्लग यति नै